हेलो गाइज नमस्ते एन्ड वेलकम टु माई मिनी भ्लग। आज धेरै दिनपछि मैले मेरो मिनी भ्लग बनाएको छु र यो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक शेयर कमेन्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। म मुखसुख धोएर कहाँ जान लागेको भन्दाखेरि चाहिँ आज बागेश्वर जान लागेको। आज साउनको अन्तिम सोमबार परेको छ र मेरो भदैनीले व्रत बसेको छ, त्यसलाई लगेर बागेश्वर जान लागेको छु। ऊ यो ठाउँमा नयाँ नयाँ छ नि त, उसलाई के पनि थाहा छैन, त्यही भएर म आफै जान लागेको। अब एउटा बेबीको मम्मा भइसकेपछि बच्चा सुतेको मौका छोपेर जानुपर्छ, त्यही भएर यो सुतेको मौका पार्ने बित्तिकै म रेडी भएर जान्छु। यसलाई चाहिँ छिटो छिटो रेडी हो भनेको, ऊ चाहिँ कपाल आइरन गर्न स्ट्रेट गर्न सबै गर्न ठिक्क भइरहेछ। त्यहाँदेखि ढिला आएको चाहिँ छिटो कर भनेर चाहिँ म यहाँ गाली गरिरहेको थिएँ एकछिन। अनि त्यसपछि म पनि छिटो कपाल कोरेर अब रेडी हुन जानु पर्यो। मलाई रेडी हुन धेरै टाइम लाग्दैन, म ट्याक्कै रेडी भइहालेँ। भिडियो बनाउनु लागेको देख्ने बित्तिकै ऊ भागिहाल्छ क्या। ऊ चाहिँ अलिकति लाज मान्छ, क्यामेरामा आउन खोज्दैन, त्यही भएर भागिहाल्छ। अनि यता चाहिँ नि आफू एक्लै परेको मौकामा चाहिँ आफूलाई त मजाले हेरिरहेको छ ऐनामा, के मिल्यो के मिलेन सब हेर्छ। अब यसकै हो व्रत, त्यही भएर पुरा हरियो सरियोहरू लुगा लगाएर दिनलाई चाहिँ। अनि हामी दुईजना चाहिँ रेडी भएर हिँड्यौँ रिक्सामा। अनि हामी दुईजना चाहिँ को राम्रो देखेको छ हेरौँ भनेर पुरा भिडियो बनाइरहेको थिएँ, मजाक गरिरहेको। राम्रो त को देखिन्छ र होइन। अनि उता चाहिँ व्रत बसेको मान्छे अहिले यहाँ सबैलाई दान दिइरहेको छ। हल्का फुल्का आफूले सकेको जति त गर्नु परिहाल्यो होइन। अब धेरै त सकिन्न, तर पनि जति सकिन्छ त्यति गर्ने। अनि यता आज महाआरती हुन्छ नि त, त्यही भएर यता टिकासिका लगाएर ट्याक्क अब आरतीमा बस्नलाई बसिसकेँ तिनीहरू। म चाहिँ छोड्न मात्र आएको थिएँ, किनकि बाबु रुन्छ घरमा, धेरै बेर बस्न सक्दिनँ म, त्यही भएर म हिँडिहालेँ। उसलाई चाहिँ मेरो साथीको जिम्मा छोडेर म हिँडेँ रिक्सामा। थ्याङ्क्स फर वाचिङ। अनि मेरो भिडियोलाई लाइक शेयर कमेन्ट गर्न नबिर्सिनु होला। ओके बाई बाई, सी यू इन नेक्स्ट भिडियो।